बाबा बाबा हजुर छोरा म एकछिन साथीहरूसँग खेल्न जान्छु ल। हुन्छ नि त, तर बेलैमै घर फर्किनु ल। हुन्छ। हर्केका बा पानी लिएर खाजा खान आउनु। ल ल। आज हर्के कता गएछ देख्दिन। साथीहरूसँग खेल्न गएको होला नि। किन पठाउनु भयो? उसको खेल्ने उमेर हो, खेलिहालोस् नि। भरे लडेर हात खुट्टा भाँच्यो भने उपचार गर्न तपाईँले कमाउनु पनि भएको छैन, विदेश जानुभन्दा पनि जानुहुन्न। खोइ त अहिलेसम्म साथीहरू पनि आएनन् त। त्यही त भने अहिलेसम्म कोही पनि आएको छैन, हामी दुईजना मात्रै भयौँ। हेर त तिमीलाई यसरी घुमाउन आउँछ? आउँदैन मलाई। एकचोटि ट्राई गर न। ल है हामी पनि आयौँ है, मिलेर खेलौँ। ल खेलौँ मिलेर अब। ल म पनि आएँ है। अनि हर्के तिमीले तिम्रो बुवालाई सोधेर आयौ त? सोधेर नि आएको, बुवाले जानु भन्नुभयो। ए ल खेलौँ खेलौँ। ल खेलौँ खेलौँ। रिदम तिमी छिटो गएर पानी लिएर आऊ त। हस् म लिएर आउँछु। ओहो उसको त कति साह्रो रगत बगेको रहेछ त। त्यसो भए म उसको मम्मी बाबालाई बोलाएर ल्याउँछु ल। ल तर चाँडै आऊ है। हस्। ल मैले पनि पानी लिएर आएँ है। अभिषेक हाम्रो गाउँको रेड क्रस कार्यालयबाट स्वास्थ्य कर्मी बोलाएर ल्याउ न। हुन्छ हुन्छ। ला घरमा त कोही पनि पो हुन्न, अब कसलाई भन्ने हो? काके काके तपाईँले हर्केको आमा बुवालाई देख्नुभयो? किन र के भयो? हर्के हामीसँग फुटबल खेलिरहेको थियो, लडेर खुट्टा नै भाँचिएको जस्तो पो छ त। ला उसको आमा त खेतमा पो जानु भएको छ त। लु म देखाइदिन्छु। तिम्रो छोरा त फुटबल खेले लडेर खुट्टै नै भाँचेछ अरे। के भन्छ यो? ल के भएछ? हेर न बाबु बोलाउन आएको रहेछ। ए हर्केको बाउ यता आऊ त, हर्केलाई के भएछ? मैले तपाईँलाई भनेकै थिएँ फुटबल खेल्न नपठाउनु भनेर। ला नि अब के भयो होला नि? केटी हो, लड्यो होला, सानो चोट लागेको होला नि। ठुलो चोट लागेको रहेछ भने उपचार गर्न पैसा पनि छैन, अब के गर्ने होला नि? तिमी कमाउँदैनौ पनि। म्याम के भयो बाबु, तिमी त निकै आएर आइरहेका छौ त। मेरो एउटा खेलाडी साथी घाइते भयो।